नमस्कार सबैजनालाई। आज म मुस्ताङ जिल्लाको समर गाउँमा छु र समर गाउँमा मलाई आउने बचपनकै रहर। यो ठाउँमा मेरो बाबाले 35 वर्ष सेवा गर्नुभएको शिक्षकबाट र यो ठाउँको नाम सुन्दाबित्तिकै मेरो हृदयमा एकदमै प्रेम जागेको थियो। यो ठाउँमा कहिले पुगौँला कि के गरौँला भन्ने सोचिरहेको थिएँ र आज म पनि धेरै वर्ष अथवा पहिलो पटक मैले सोचेको धेरै वर्षमा बल्ल यहाँ आउने अवसर मिलेको छ र यसै अवसरमा पनि फेरि म बाबाले नै पढाउनु भएको विद्यालय नजिकै समर प्रालि नजिकै छु र त्यो मात्र नभएर म अर्को कुरा पनि हजुरलाई जानकारी दिन चाहन्छु। म यति बेला मेरो बाबाले नै पढाउनु भएको उहाँको विद्यार्थीको होटल व्यवसाय हुनुहुन्छ। उहाँको एउटा होटलमा नै बसेर यो भिडियो बनाइरहेको छु। मेरो बाबालाई सरप्राइज पनि हुनेछ। बाबाले नै पढाउनु भएको विद्यार्थीसँग आज म यो मुस्ताङ जिल्लाको अप्पर मुस्ताङको पनि अझ यो के भन्छ भने सबभन्दा माथिल्लो गाउँ हो यो। यहाँभन्दा माथि हामी कोर्ला नाका जान्छौँ, बस्तीहरू अब कमै मात्रामा छन्। यो माथिल्लो गाउँमा बसेर म यो भिडियो बनाइरहेको छु। आज मैले मेरो बाबाले नै पढाउनु भएको एकजना पर्यटन व्यवसायीसँग कुराकानी गर्न गइरहेको छु। सर, हजुरलाई नमस्कार, स्वागत छ। नमस्ते। आज म तपाईसँग बसेर यसरी कुराकानी गरिरहेको छु। होटल व्यवसाय सञ्चालन गर्नुभएको छ, यति माथि आएर मुस्ताङको यो एकदमै विकट मानिने ठाउँमा केही शब्दहरू यहाँले आफ्ना विचारहरू यहाँ राखिदिनुहोस् न। फेरि पनि नमस्ते। मेरो नाम नवीन कुमार गुरुङ हो। हाम्रो चाहिँ यो ठाउँ चाहिँ समर हो। बारागाउँ मुक्ति क्षेत्रको वार्ड नम्बर 3 को समर भन्ने ठाउँमा म होटल व्यवसाय गर्छु र कृषक पनि हो। मेरो स्याउबारीहरू पनि छ। अनि हाम्रो खर्क सरले चाहिँ 35 वर्षसम्म यहाँ सेवा गर्नुभयो एउटै गाउँमा। अनि चाहिँ हामीलाई चाहिँ उहाँ सरले चाहिँ 2 र 3 क्लासमा पढाउनु भएको हो। अनि खर्क सरलाई लास्ट इयर मैले भेटेको छु उहाँ कुस्मामा। अनि अहिले पनि हामी फोनमा चाहिँ हामी कुरा गरिरहन्छौँ। अनि उहाँ म्याडम चाहिँ हाम्रो सरको छोरी हुनुहुँदो रहेछ। उहाँलाई चाहिँ उहाँको बुवाले पढाउनु भएको ठाउँ चाहिँ खोजी उहाँ आउनुभएको रहेछ। अनि कस्तो लाग्यो थाहा छैन। उहाँको ठाउँ चाहिँ पहिला चाहिँ धेरै नै विकट थियो। यो ठाउँ चाहिँ पोखराबाट बेनीबाट झन्डै 5-6 दिन हिँड्नु पर्थ्यो। अहिले त हाम्रो यहाँ घरको अगाडि गाडी आउँछ, नाका पनि खोलिरहेछ। जोस् गाउँतिर अहिले मान्छेहरू धेरै कमै भएको छ। छोराछोरीहरू पढ्न पनि तल लगिरहेछ। युवाहरू विदेशतिर पलायन भइरहेछ। अब हामी चाहिँ व्यवसाय गर्दै बस्ने। के अरे तपाईँलाई बाबाहरूले पढाउनु भएको 35-40 सालतिरको कुरा होला होइन? त्यति बेलाको यो गाउँ र अहिलेको यो गाउँमा तपाईँले के कस्तो परिवर्तन पाउनुभयो? बाबाले भन्नुहुन्थ्यो त्यो बेलामा त बस्तीहरू पनि टन्नै थियो। के अरे विद्यार्थीहरूलाई चाहिँ खोजी ल्याएर पढाउनु पर्थ्यो, उनीहरू काममा पनि जानु पर्थ्यो भन्नुहुन्थ्यो। अब हिजोआज मैले यो ठाउँमा आइरहँदाखेरि बस्ती पनि एकदम कम देखेको छु होइन। पुराना घरहरू भत्किएका केही पर्यटन व्यवसायहरू मात्रै यहाँ देखिरहेको छु। हजुरहरू यो ठाउँमा बसेर व्यवसाय गरिरहँदाखेरि कस्तो अनुभव गर्नुभएको छ कि तपाईँहरूलाई त्यो पहिलाको र अहिलेको अवस्थामा? पहिलाको र अहिलेको त धेरै फरक छ। पहिला त यस्तो हुन्थ्यो कि अब केही सामान ल्याउनु पऱ्यो भने अब खच्चरमा ल्याउने, खच्चरमा धुवानी गर्ने। अनि बाटो पनि सडक पनि थिएन यता। अनि हाम्रो झोपामा जोत्ने। अनि अब बत्ती पनि थिएन, टेलिफोन थिएन, नेट थिएन। अनि धेरै गाह्रो थियो पहिला। अहिले त धेरै चेन्ज भयो। अहिले त भनौँ लगभग पोखरा काठमाडौँ जतिकै सेवाहरू छ यहाँ। नेटदेखि लिएर बत्तीबाट लिएर सडकदेखि लिएर सबै राम्रो छ अहिले त। अब अहिले राम्रो मात्रै भएर के गर्ने। अब मान्छे कम हुन लागिसक्यो सबै। अब त्यो दसैँ तिहार लाग्यो भने अहिले मान्छे धेरै आउँछ। अब विदेशमा लागेकै छ अब यङहरू। त्यही भएर गाउँतिर मान्छेहरू चाहिँ धेरै कम भएको छ। यो कोरला नाका जोड्ने यो सडक मार्ग यही मार्ग भएर जान्छ होइन? यो मार्ग बनेको अथवा तपाईँहरूले यो मार्गबाट पर्यटकहरू सवारी साधनमा उड्दो गरेको देख्न पाउनु भएको चाहिँ कति समय भयो? यो बाटो पनि कति भयो? यो बाटो भनेको त लगभग 10-12-13 वर्ष भइसक्यो। पहिला बाटो अलि खराबै थियो। अहिले त बाटो धेरै राम्रो। बाटोको
क्वालिटी धेरै राम्रो भइसकेको छ। अहिले त ट्रकहरू चल्छ, अब ट्याक्सीहरू चल्छ, बसहरू चल्छ। अब पहिला चाहिँ ट्र्याक्टर मात्रै चल्थे, अहिले बाटो पनि धेरै राम्रो भइसकेको छ। अब नाका खुलेछ, अहिले चाहिँ अब ठुल्ठुलो ट्रक आउँछ, अब गाडीहरू अब उता चाइनाबाट गाडीहरू, नयाँ गाडीहरू पनि धेरै आउँछ। चेन्ज त धेरै आइसकेको छ अहिले। बाटो पनि एउटा यहाँ माथिल्लो साइडमा पिच रहेनछ, नत्र त एकदमै सजिलो क्या बाटो, एकदमै समथर, यस्तो उकालो डाँडा काँडामा पनि एकदम अग्लो, त्यो भिरालो जमिन पनि भिरालो तरिकाले नखनेको, सबै मापदण्ड पुरा गरेर निर्माण गरेको रहेछ। हामीलाई चाहिँ यो ठाउँमा आउँदाखेरि कच्ची बाटोमा हिँडेछौँ जस्तो महसुस नहुने कि, अलिअलि धुलो मात्रै भयो, नत्र बाटो चाहिँ एकदमै समथर पिच बाटोमा हिँडे जस्तै रहेछ। पर्यटकहरूको लागि लक्षित गरेर बनाइएको पनि हो यो बाटो होइन। नेपाल सरकारले पनि ठुलो लगानी गरेको छ। अब यो बाटोको स्तरोन्नति भयो भने अझै पर्यटन व्यवसाय फस्टाउनेछ भन्ने हामीले आशा गरेका छौँ। र अब पछिल्लो क्रममा पर्यटन क्षेत्रमा भएका केही समस्याहरू यो मुस्ताङमा बसेर गरेको यो व्यवसायसँगै हजुरलाई परेका केही समस्याहरू छन् भने के राखिदिनुहोस् न। समस्या भने यस्तो छ, अब यहाँ कागपेनदेखि अप्पर मुस्ताङ भन्छ माथि, त्यहाँ चाहिँ अब विदेशी पर्यटकलाई चाहिँ सरकारले चाहिँ दिनको $50 चाहिँ फी लिने गरेको छ, रोयल्टी लिने गरेको छ। त्यो चाहिँ नलिए हुन्थ्यो, अलिक पर्यटक अलिक बढी आउँथ्यो कि भन्ने हाम्रो माग पहिलेदेखि नै छ। अब खै अब अहिलेको सरकारले के गर्छ थाहा छैन। अनि अब नेपाली पर्यटक त आइरहन्छ, विदेशी पर्यटक पनि त्यही मुक्तिनाथको जस्तै जुमसुङको जस्तै आइदियो भने त्यो सरकारले चाहिँ त्यो रोयल्टी चाहिँ नलिदियो भने धेरै राम्रो हुन्थ्यो। यो रोयल्टीको कुरा गर्दाखेरि पनि यो नेपाल सरकारले भारतीय पर्यटकलाई छुट्टै किसिमको चार्ज लिँदो रहेछ होइन। अनि अरू राष्ट्रहरूबाट आउने पर्यटकहरूको लागि छुट्टै रोयल्टी दिँदो रहेछ। भारतको पनि त्यही $50 लिन्छ। हिजो हामीले त्यहाँ दर्ता गर्ने बेलामा त सुरक्षाकर्मीबाट सुनेको भारतीय पर्यटकलाई चाहिँ अलिक कम भन्दा सुन्थेँ मैले। त्यो केही भयो होला यो बिचमा, त्यस्तो केही भयो होला। किनकि उनीहरू भारतीय पर्यटकहरू त एकदम बढी मात्रामा मुस्ताङको लागि, जमसुङको लागि अथवा मुक्तिनाथ दर्शनको लागि एकदम बढी पर्यटकहरू आउने भनेको नेपाली पछि इन्डियनहरू नै हो। अब उनीहरू चाहिँ उपल्लो मुस्ताङ आउनको लागि अलिकति कम चार्ज दिएको हो भनेर सुनेको छु। अलिकति चार्ज कम भयो भनेदेखि जस पर्यटन व्यवसाय अझ राम्रो हुनेछ भन्ने उहाँहरूले आशा गर्नुभएको रहेछ। अब पर्यटन क्षेत्रमा पूर्वाधारकै विकास बढी हुनुपर्छ होइन। अब पूर्वाधारको रूपमा अब पहिलो नम्बर त बाटो नै पिच हुन जरुरी रहेछ। त्यस लगायत अन्य पूर्वाधारहरूको क्रममा अब अहिले त इन्टरनेटको पनि सबै सुविधा छ। यहाँ पर्यटकहरू आएको होला मजाले तातो चिसो पानी सहित अब पोखराका काठमाडौँका होटलहरू भन्दा कुनै पनि सुविधा चाहिँ यहाँ कमी देखिनँ कि मैले। यति माथि आएर हामीले बासा बस्दाखेरि पनि त्यहाँका होटल र यहाँका होटलमा दिने सेवा सुविधा उस्तै किसिमको आकर्षक र एकदमै सुविधा सम्पन्न होटलहरू, एकदम ताजा यहाँको अर्ग्यानिक खानाहरू पाएँ होइन। अब यो बाटो सँगसँगै अरू कुनै त्यस्तो पूर्वाधारहरूको विकास भयो भनेदेखि अझ पर्यटन क्षेत्रमा सफल भइन्थ्यो भन्ने जस्तो के छ त्यस्तो हजुरहरूलाई? त्यही मेन त बाटो नै हो, पिच भएदेखि धेरै राम्रो हुन्छ। अनि त्यो माथि चाहिँ विदेशीको लागि चाहिँ यति महँगो चाहिँ गर्नु भएन। सरकारले चाहिँ यो गर्दै आएको त 30 वर्ष पनि बढी भयो, त्यसले चाहिँ अप्पर मुस्ताङ चाहिँ धेरै मर्कामा परिरहेको छ। हाम्रो माग चाहिँ त्यही रहेछ। पहिलेदेखि नै हामी अस्ति डेलिगेसन पनि गए 6 महिना अगाडि, त्यहाँदेखि नै केही पनि भएन। त्यो $50 चाहिँ धेरै महँगो हो। यो एक्यापले पनि हेर्छ होइन यो क्षेत्रलाई? एक्यापले चाहिँ हेर्छ, त्यही एक्यापले चाहिँ त्यही अब हेर्नु त हेर्छ। त्यो एक्यापले चाहिँ हेर्ने चाहिँ वनको ठाउँमा चाहिँ एक्यापले हेरिरहेको छ। मुस्ताङमा चाहिँ फरेस्ट डिपार्टमेन्टको ठाउँमा चाहिँ एक्यापले हेरिरहेको छ। तर कतिपय ठाउँहरूमा त पर्यटनहरू जाँदाखेरिको चार्जहरू त सबै अब त्यो एक्यापमा दर्ता गरेर जानुपर्ने होइन। एक्यापले नै अनुमति दिएर जाने, त्यहाँको जडीबुटीहरू प्राकृतिक सम्पदाको संरक्षण पनि एक्यापले नै जिम्मा लिने त्यस्तो पनि भन्दा सुन्थ्यो। त्यहाँ यस्तो छैन क्या? त्यही हो मैले भन्न खोजेको। कतिवटा जिल्लामा मनाङ, मुस्ताङ, अब अरू कति ठाउँमा थाहा छैन, त्यही वनको ठाउँ चाहिँ उसले हेरिरहेको छ, एक्यापले हेरिरहेको छ। जस्तो यहाँ वन छैन, फरेस्ट डिपार्टमेन्ट छैन, यहाँ चाहिँ यहाँ र मनाङमा चाहिँ एक्याप छ। अब अरू पनि कति ठाउँमा छ त्यो चाहिँ मलाई थाहा भएन। अनि यहाँ चाहिँ वन चाहिँ छैन, फरेस्ट डिपार्टमेन्ट चाहिँ छैन। मुस्ताङको यति उचाइमा होइन, यस्तो उराठ डाँडाहरूमा
पनि हजुरले व्यवसायिक अब कृषि व्यवसाय पनि गर्नुभएको छ कि सँगसँगै अहिले पर्यटन मात्र नभएर कृषि व्यवसाय पनि गर्नुभएको छ, गाईबस्तु पनि आफै पाल्नु भएको छ, यहाँ पर्यटकहरूलाई चाहिने सबै तरकारीहरू उहाँले आफै उत्पादन गर्नुभएको छ। भेडाचङ पनि पाल्नु भएको छ? हजुर भेडाचङमा पालेको छु, स्याउ रोपेको छु। हजुर, त्यो कृषि क्षेत्रबाट हजुरलाई चाहिँ कतिको कठिनाइ छ त्यो व्यवसायलाई र त्यो व्यवसायलाई पनि सँगै लैजान? गाह्रो छ नि यहाँ त, किनभने चाहिँ यहाँ अब हरेक किसिमको फल त फल्दैन, त्यही फल फल्ने भनेको त्यही हो, पर्यटकलाई सबै कुरा चाहियो, सबै कुरा चाहियो र सलाददेखि लिएर उनीहरूले हरेक दिन खाने कुराहरूको चाहिँ यहाँ सबै कुरा उत्पादन त हुँदैन होइन। हजुर, धेरै पपुलरमा हुने चाहिँ हाम्रो स्याउ हो। जस्तो कि अब तलतिर त्यही ठाउँमा एभोकाडो हुन्छ, त्यही ठाउँमा ड्रागन फ्रुट हुन्छ, त्यही ठाउँमा अब अङ्गुर हुन्छ, त्यस्तो हाम्रो छैन। यहाँ त स्याउ मात्र हो, त्यही स्याउ हो अलिकति हुने भनेको। त्यही स्याउमा लागेको हामी अब 10-15 वर्ष भइसक्यो। यो सुक्खा मरुभूमि भनेर चिनिन्छ मनाङ र मुस्ताङका यी गाउँहरूमा, तर पनि तपाईँहरूले यस्तो खेतीपातीहरू पनि गरेर सँगसँगै अर्ग्यानिक खानेकुराहरू खुवाउनु भएको छ। स्याउ तपाईँको मुख्य व्यवसाय नै हुने भयो, यो माथि पनि स्याउ त फल्दो रहेछ। हजुरले चाहिँ स्याउ कति मात्रामा उत्पादन गर्नुहुन्छ? स्याउ मेरो अहिले बोटहरू अहिले सानसानो छ, 10-12 वर्षको छ। अनि मेरो त छ त्यस्तै बोट 1000 बोटभन्दा धेरै छ। अब त्यसको अलि मेच्योर भएपछि त फल दिन सुरु भइसकेको छ मेरो। अनि स्याउको त्यो स्याउ खेतीबाट हजुरले चाहिँ वार्षिक कति जति आम्दानी गर्न सक्नुहुन्छ अहिले? आज यो वर्ष मानौँ न, यो मेरो वार्षिक त्यस्तै हो, अब 4-5 लाख हुन्छ मेरो। अब बढ्दै जान्छ, स्याउको बोट चाहिँ ठुलो हुँदै गएपछि बढ्दै जान्छ। अझै त्यसको स्याउको बजारको लागि कुनै समस्या छ कि छैन? अहिलेसम्म त खै समस्या देखेको छैन। कहाँ पठाउनुहुन्छ तपाईँले स्याउ? अब हामीले यहीँ किन्ने मान्छे आउँछ, धादिङ गएर आउँछ, कता कताको यहीँ जिल्लाकै भाइहरू आउँछ। अनि स्याउको मार्केटको लागि त प्रब्लम छैन। यो सबैभन्दा माथिल्लो ठाउँ होला जहाँ स्याउहरू उत्पादन भएको? होइन, यहाँभन्दा माथि पनि छ। यहाँभन्दा माथि पनि 2टा पालिका छ तपाईँको अझै। यो चाहिँ बाह्रगाउँ मुक्ति क्षेत्रको अन्तिम गाउँ हो यो। माथि पनि 2टा पालिका छ अझै। माथि चाहिँ अब लोमा जम्मा 5वटा पालिका छ। अनि यो माथि तलबाट आउँदाखेरि थासाङ आउँछ सुरुमा, अनि त्यहाँदेखि घरपजुम भयो, अनि यो बाह्रगाउँ मुक्ति क्षेत्र हो। अब माथि अझै 2टा पालिका छ। ओके, यो चाहिँ बाह्रगाउँ मुक्ति क्षेत्रको माथिल्लो गाउँ हो होइन। योभन्दा माथि पनि अझै 2वटा पालिकाहरू रहेका छन् होइन त? भनेपछि अब व्यवसायलाई चाहिँ सब कृषि सँगसँगै पर्यटन व्यवसायलाई पनि लिएर जाँदाखेरि भोलिका दिनहरूमा पनि तपाईँहरूलाई चाहिँ यो व्यवसायबाट नै आफ्नो होइन अब देशको पर्यटन व्यवसायलाई पनि सहयोग पुगिरहेको छ र आफ्नो पारिवारिक वातावरणलाई पनि यसले चाहिँ सहयोग पुर्याइरहेको छ, आर्थिक विकासमा सहयोग पुर्याइरहेको छ भन्ने यहाँलाई लागेको छ। यही व्यवसायले नै चाहिँ निरन्तरता नै दिनुहुन्छ नि होइन? किनकि उहाँहरू जस्तो व्यवसायहरू यदि यो ठाउँमा हुनुहुन्न भनेदेखि कृषि व्यवसाय के अरे पर्यटन व्यवसायहरू साँच्चीकै नेपालबाट एउटा प्रचुर सम्भावना, विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र हो पर्यटन व्यवसाय। र उहाँहरू नै यो व्यवसाय धान दिनु भएन भने हामी बाहिरको मान्छे त आएर पक्कै पनि यो व्यवसाय धान्न त एकदमै मुस्किल पर्छ। स्थानीय व्यक्तिहरू उहाँहरू हुनुहुन्छ र व्यवसाय पनि हुनुहुन्छ। यो व्यवसाय उहाँहरूले चाहिँ अझै अगाडि बढाउन निरन्तर रूपमा लागि पर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। र थप केही कुराहरू छन् भने म उहाँहरूसँग व्यक्तिगत रूपमा यो अफ एयरमा भनौँ न भिडियोभन्दा पछाडि पनि केही कुराहरू गर्छु र ती टेक्स्टहरूलाई म हजुरहरू समक्ष राख्ने कोसिस गर्छु। अङ्कल, अब केही छ हजुरले मिडियाहरू मार्फत केही भन्न चाहनुहुन्छ आफ्नो व्यवसायलाई भने केही कुराहरू राखिदिनुहोस् न। म त के भन्छु भने नेपालभरिका हाम्रो उहाँहरूलाई चाहिँ घुम्न चाहिँ मुस्ताङ एकचोटि चाहिँ अवश्य आउनुहोस्। हामी यही देशकाहरू अब हामी कहिले घुम्नलाई चाहिँ काठमाडौँ पोखरा जान्छौँ, कहिले अब तराईतिर जान्छौँ, अरू जिल्लातिर जान्छौँ। उहाँहरू पनि यता आइदिनुहोस्, यस्तो मुस्ताङको बारेमा बुझिदिनुहोस्। त्यो गर्दाखेरि पैसा हाम्रो देशभरि भित्रै घुम्छ। अब तपाईँहरू घुम्नलाई इन्डिया अब कता कता अरू देशमा जान्छ भनेपछि तपाईँहरूको पैसा उतै हराउँछ। तर हामी भित्रै यत्र आन्तरिक पर्यटक घुमिरह्यो भने पैसा पनि यहीँ नेपालभित्रै घुम्छ। त्यही मेरो एउटा सन्देश हो। नमस्कार। हस्, धन्यवाद। दर्शकवृन्द, यो मुस्ताङ यस्तो ठाउँ हो जहाँ हिन्दू धर्मावलम्बीहरूले धर्मको यात्रा गर्दा सबैभन्दा पहिला मुक्तिनाथको दर्शन गर्यो भने मात्रै धर्मको अन्य द्वारहरू खुल्छन्, मुक्ति भइन्छ सबै पापबाट भन्ने मान्यताको साथ यो मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा आउँछौँ। यो धरोहर, आस्थाको धरोहर मुक्तिनाथ मन्दिरसँगै यो
मुस्ताङ जिल्लालाई एउटा पवित्र ठाउँको रूपमा लिन्छ। यो ठाउँको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू आउनु नै हुन्छ। सबै हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पनि हो मुक्तिनाथ, र हजुरहरू पनि यो ठाउँमा आएर यहाँका व्यवसायहरूसँग बसेर यहाँको यो सुन्दरता भनौँ न एउटा स्वर्गको एउटा टुक्रा जस्तो लाग्यो क्या मलाई मुस्ताङ, होइन। एकदम यो राम्रो ठाउँमा आएर नेपालको यस्तो हिमालपारीको जिल्ला अवश्य पनि भ्रमण गर्नुहुनेछ भन्ने आशाका साथ हजुरहरूलाई मैले यो भिडियो म यहीँ अन्त्य गर्छु, र यस पछाडिको अर्को एउटा भिडियो पनि यहाँबाट नै मैले प्रसारण गर्नेछु। हजुरहरूले हेरेर साथ दिनुहोला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।